बिहानको समयलाई अति नै प्रभावकारी बनाउनको लागि हामीले बिहान सबैले उठ्न आवश्यक छ। सबैले उठ्ने बानी बसाल्नु चाहिँ हाम्रो दिनभरिको समयलाई मोस्ट युटिलाइज गर्नु जस्तै। हामीले बिहान उठेपछि विशेष मन तातो पानी खाएपछि, मर्निङ वाक गरेपछि, विभिन्न प्रकारको शारीरिक व्यायामहरू गरेपछि हामीले पोषण खानाहरूमा पनि त्यत्तिकै ध्यान दिनुपर्छ र सकारात्मक आज दिनभरि सकारात्मक काम गर्नको लागि हामीले सेल्फ डेभलपमेन्टका पोजिटिभ इन्भाइरोमेन्टका विभिन्न सेड्युलहरू बनाएर हामीले दिनभरिलाई हामीले साँच्चीकै फ्रुटफुल बनाउन सकिन्छ। यस कारणले गर्दाखेरि बिहानको समय अति नै महत्त्वपूर्ण छ। हामीले कमसेकम 21 दिन बिहानको समयलाई चाँडो उठेर यी सामान्य कुरालाई व्यवस्थित गर्न सक्यो भने दिनभरिको कामलाई नै ऊर्जावान बनाउन सकिन्छ।